देशमा विकास हुन्छ भन्ने कुरामा भने सबैभन्दा पहिला नागरिकले त्यो देशको नियम कानुनलाई पालना गर्नुपर्छ। हामी नेपालीले नियम कानुन पालना गरेका छौँ। त्यसैगरी राज्यले तोकेका मापदण्डहरू पुरा गरेर ट्याक्सहरू तिर्नुपर्ने ठाउँहरूमा राजस्व बुझाउनुपर्ने ठाउँमा हामीले राजस्व बुझाएका छौँ। त्यसैगरी सरकार निर्माणको निम्ति हुने प्रत्येक निर्वाचनहरूमा हामी नागरिकहरूले स्वतन्त्र रूपमा आफ्नो मत दिएर सरकार निर्माणको निम्ति हामीले सहयोग गरेका छौँ र नागरिकको तर्फबाट जति हुनुपर्ने कुराहरू सबै हामीले गरिरहेका छौँ र पनि देशमा विकास भएन, देश विकसित भएन। देश विकसित नहुनुको कारण कसको कारणले गर्दा देश विकसित भएन त? यसको जिम्मेवार पक्ष को हो? सरकार हो कि नागरिक हो कि? नागरिक फितलो छ कि सरकार फितलो छ कि? के कारणले गर्दा विकास भएन देशमा? आखिर नेपाललाई विकास हुनु नदिनलाई, विकासबाट रोक्ने त्यो अदृश्य शक्ति के हो? कुन शक्ति छ जुन शक्तिले नेपालमा कहिले पनि विकास हुनु दिँदैन? साथीहरू नमस्कार। आज हामी एउटा सानो टपिकमा कुरा गरौँ। यो कुरा गर्दाखेरि कसैले सुन्नुहुन्छ, कसैले सुन्नुहुन्न, कसैले मन पराउनुहुन्छ, पराउनुहुन्न, त्यति धेरै मैले सोचिनँ। तर मेरो मनको कुरा हो। हामी नेपाली नागरिकहरूले जति पनि हाम्रो क्षमता, औकात र हाम्रो दायराले भ्याउँदो कुराहरूमा हामीले हाम्रो देशको निम्ति गरिरहेका छौँ। देश विकास गर्नको निम्ति राजस्व तिरेका छौँ। देश निर्माणको निम्ति प्रतिनिधि चयन गर्नको निम्ति प्रत्येक निर्वाचनहरूमा हामीले सहभागिता जनाएका छौँ। राज्यले तोकेका नियम कानुन पालना गरेका छौँ र राज्यले नागरिकले राज्यको निम्ति गर्नुपर्ने कुराहरू लगभग प्रत्येक नागरिकले पुरा गरेकै छौँ। तर देशमा विकास हुँदैन। किन भएन त देशमा विकास? के कारणले गर्दा भइरहेको छैन? के हामी नागरिक नै फितलो छौँ कि हाम्रो सरकार फितलो छ? यो बारेमा हामीले सोच्नुपर्ने जरुरत देख्छु म। वैदेशिक रोजगारमा रहेर हामी जस्तो लाखौँ युवाहरूले रेमिटेन्सको आधारमा चलिरहेको देशमा वैदेशिक रोजगारमा रहेका युवाहरूलाई लक्षित गरेर न त कुनै कार्यक्रम नै ल्याइएको छ आजसम्म, न त कुनै आधारै बनाइएको छ। त्यसै गरी उमेर समूहका सम्पूर्ण युवाहरू जसमा चाहिँ एउटा सृजनशील उमेर समूहका युवाहरू जसमा जोस, शक्ति, क्षमता, जाँगर भएका युवाहरू सब विदेशमा छौँ र देशमा रहेका वृद्धहरू, मसिनो बालबालिकाहरू र अशक्त नागरिकहरूमाथि चाहिँ राजनीति गरेर देशमा विकास गर्छु भनेर लागि परिराखिएको छ। मेरो उमेर अलमोस्ट मैले 35 इयर्स जति भयो मेरो उमेर अहिले। मैले चाहिँ 12-15 वर्षको उमेरदेखि सुनिआएको कुरा भनेको देशमा विकास हुन्छ, देशमा विकास गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ भन्ने नारा लाग्थ्यो। तर परिवर्तन किन भएन अहिलेसम्म? कुन शक्तिले रोक्यो? कुन हो त्यो अदृश्य शक्ति? हामी सबै नागरिकले एकचोटि बुझ्नुपर्ने छ जस्तो लाग्छ। 2084 को निर्वाचनताका हामी नेपालीले के गर्नुपर्छ भनेर हामीले बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। किनभने आज म विदेशमा छु, भोलि मेरो छोरा पनि विदेशमा आउँछ अनि पर्सि मेरो नाति पनि विदेशमा आउँछ भने परिवर्तन खोइ त? कुन परिवर्तनको निम्ति हामीले चुनाव लडौँ, चाहिँ अब चुनावमा चाहिँ अब मतदान गरौँ, राजस्व तिरौँ? कुन परिवर्तनको निम्ति चाहिँ अब देशले त्यत्रो 10 वर्ष गृहयुद्ध झेल्यो, 17-18 हजारको बलिदानी भयो, बेपत्ता नागरिकहरू तिर्नेरहेका छन्। के को लागि भयो त? त्यसै कारणले गर्दा हामी सबै नागरिकहरू सचेत भएर लाग्नुपर्छ र खबरदारी गर्नुपर्छ जस्तो लाग्छ। तपाईँलाई कस्तो लाग्छ मेरो कुराहरू? आफ्नो प्रतिक्रिया जनाउनुहोला। भिडियो हेरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।